आज हामी इन्डिया घुम्न गएका छौँ। इन्डियाको यो जोगवानी ट्रेन स्टेसन। जोगवानीमा हामीले ट्रेन हेर्नेछौँ। यो चाहिँ डेमोको लागि राखेको ट्रेन थियो। अब हामी स्टेसनभित्र जाँदैछौँ। स्टेसनभित्रको हामी ट्रेन हेर्नेछौँ। ट्रेन आएको पनि देखाउनेछु तपाईँलाई। हेर्नु है, हामी अब स्टेसनभित्र जान्छौँ। अब स्टेसनभित्र हामी जाँदैछौँ। यो स्टेसनभित्र जाने चाहिँ बाटो हो। स्टेसनभित्रको धेरै भिडभाड पनि छ। सायद यिनीहरू ट्रेनलाई कुरेर बसिराखेको हुनुपर्छ। मान्छेहरू सबै आफ्नो आफ्नो गन्तव्यतिर जाँदैछन्। एकचोटि ट्रेन आउनुभन्दा अगाडि तपाईँलाई बजारको वरपरको दृश्य पनि देखायौँ। यहाँको अस्थायी रूपमा बनेको चहराहरू धेरै भएको बजार हो। यो इन्डियाको बजार हो जोगवानी। जोगवानी बजारमा प्राय नेपाली मान्छेहरू चाहिँ सरसामान किन्न जाने हुनाले यहाँ चहल पहल र भिडभाड पनि धेरै हुन्छ। इन्डियामा प्राय नेपालको तुलनामा सामानहरू पनि सस्तो पाउँछ। त्यो भएर पनि हाम्रो बोर्डरको साइडमा बस्ने नेपाली दाजुभाइहरू दिदीबहिनीहरू भराइसी सरसामान किन्न यतातिर जानुहुन्छ। यो चाहिँ अहिलेको चैत्री दसैँ चैत्रमा नवरात्रको बेलामा चहल पहल पनि छ। हामी अब ट्रेन स्टेसनभित्र आइसकेका छौँ। यहाँ चाहिँ एउटा ट्रेन चाहिँ अलरेडी नै छ, जो चाहिँ आएर अब जानको लागि रोकिराखेको। त्यसपछि यहाँ चाहिँ सबै यात्रुहरू आफ्नो गन्तव्यमा जानको लागि ट्रेनमा कुरिराख्नु भएको छ। अब चाहिँ हामी तपाईँलाई ट्रेन आएको देखाउँछौँ। स्टेसनमा धेरै भिडभाड छ। यहाँ चाहिँ इन्डियाको सिलिगुडीसम्म, त्यहाँ सिलिगुडीतिर जाने रेलहरू प्राय आउँछ। अब ट्रेन आइरहेको सूचना यहाँबाट ट्रेन अफिसरबाट एनाउन्स भएको छ। हामी ट्रेनभित्र पनि एकचोटि हेऱ्यौँ। ट्रेनभित्र हेर्दाखेरि अलिकति हाइजेनिक चाहिँ धेरै छैन। फोहोर चाहिँ छ अलि त्यहाँको रेस्टरुमहरू, र भित्र चाहिँ त्यो अहिले खाली जाने समय छुट्ने समय नभएको भएर सबै सिटहरू चाहिँ खाली छन्। ट्रेनले चाहिँ यात्रुको चाहिँ प्रतीक्षा गरिरहेको छ कि आफ्नो समय भएपछि चाहिँ ट्रेन चाहिँ यहाँबाट छुट्नेछ। हामीले भित्र सबै ट्रेनको कम्पार्टमेन्टहरू डब्बाभित्र गएर हेऱ्यौँ। र त्यहाँ हेरिसकेपछि हामीले फोटोहरू पनि खिचायौँ। लगभग ट्रेन मिडियम एभरेजको लेन्थको ट्रेन हो यो। अब चाहिँ ट्रेन आउँदैछ। हामी ट्रेन आएको चाहिँ तपाईँलाई देखाउँछौँ। यो सिलिगुडीबाट आएको ट्रेन हो। सिलिगुडीबाट आएको ट्रेनलाई चाहिँ कतिको भिड चाहिँ तपाईँहरूलाई हामी देखाउँछौँ है। ट्रेन आइसकेको छ। अब केही मिनटभित्र चाहिँ सेकेन्डभित्र चाहिँ यो यहाँ पुगिसकेपछि रोकिन्छ। अब हेर्नुहोस् त, यसको ट्रेनको अगाडि सिलिगुडी लेखिएको छ। सिलिगुडीबाट आएको ट्रेन हो। यसमा पनि एकदमै भिडभाड छ। ट्रेन चाहिँ पुरै प्याक, मान्छेले खचाखच भरिएको छ। ट्रेन सिलिगुडीबाट आएको छ। मान्छेहरू जाने मान्छे र ओर्लिने मान्छेहरू एकदम प्रतीक्षामा छन्। झ्यालको ढोक्कामै उभिराखेका छन् ओर्लिनको लागि। झ्यालबाट ढोकाबाट हेरिराखेका छन् सबै मान्छेहरू। ल हेर्नुहोस् त, भिडभाड कतिको रहेछ मान्छेहरूको। यो चाहिँ जोगवानीको ट्रेन स्टेसन हो। नेपालको मोरङ जिल्लासँग सेयर गरेको बोर्डरमा पर्छ यो। अझै आउँदै बाँकी छ। अब चाहिँ सकियो। यो थियो
सिलगढीबाट आएको ट्रेन। यहाँबाट फेरि सिलगढी जान्छ। अब ट्रेन रोकिसकेपछि फेरि यहाँबाट सिलगढीको लागि जाने मान्छेहरूको लागि पनि ठुलो भिडभाड छ। हामी चाहिँ ट्रेन हेरिसकेपछि फोटोहरू खिचायौँ, भिडियोहरू बनायौँ। त्यसपछि हामी चाहिँ यहाँबाट लोकल बजारतिर प्रस्थान गऱ्यौँ। लोकल बजारभित्र गइसकेपछि चाहिँ हामीले साडी सोरुमहरूमा हामीले साडीहरूको लागि पनि बुझ्यौँ। केही साडीहरू किन्नुपर्ने थियो, साडीहरू पनि किन्यौँ। त्यसपछि हामीले त्यहाँको बजारहरूको सबै ठाउँमा हामीले एकदम राम्रो सस्तो साडीहरू पाउँदो रहेछ। व्यक्तिगत युजको लागि चाहिँ प्रयोगको लागि चाहिँ ल्याउन पाइँदो रहेछ, र व्यापारिक प्रयोजनको लागि भने ल्याउन चाहिँ मिल्दैन। त्यसको लागि कर तिरेर हिसाब तिरेर ल्याउनुपर्छ। र आफ्नो व्यक्तिगत युजको लागि भने र विवाह वर्तमानको लागि कुनै फङ्सनको लागि केही सामान चाहिने भने चाहिँ अनुसार छुट छ, ल्याउन पाइन्छ। ठुलो छ बजार, त्यहाँ एकदम भेराइटिज अफ लेडिज आइटमहरू चाहिँ पाउँछ। त्यसपछि हामी सपिङ गरिसकेपछि बाहिर निस्क्यौँ। बजारमा केही बेर घुमघाम गऱ्यौँ। बजार घुमघाम गरिसकेपछि चाहिँ हामी चाहिँ त्यसपछि नेपाल फर्किन भर्खरमा लाग्यौँ। अब चाहिँ हामी नेपाल फर्किन आँटेको त्यहाँको बजार हुँदै त्यहाँबाट हिँड्दै हामीले नेपाल बोर्डरसम्म चाहिँ आयौँ। हिँड्दा आइसकेपछि चाहिँ हामी घरतिर प्रस्थान गऱ्यौँ।